म चाहिँ अहिले यहाँ सब्जी बनाउँदैछु। यहाँ हेर्नुहोस्, यहाँ यो बोडीको सब्जी, आलु बोडी अनि टमाटर सोयाबिन लगाएर चाहिँ एकदम एक सब्जी बनाउँदैछु। अनि घरमा अलिकति मेरी श्रीमतीलाई अलिकति हात बेसी भएकोले गर्दा अहिले चाहिँ म बनाउँदैछु। के गर्ने त, सब्जी दुखीको कर्म यस्तै हो। यो सब्जी बनाउँदैछु। अनि यहाँ मैले चाहिँ यहाँ भात बनाइसकेँ। अनि यहाँ चाहिँ एकदम मुङको दाल बनाएको छु, मुङ दाल। यहाँ भात बनाएर यहाँ ठन्डा गरिरहेको छु। अनि अहिले पाकघर त यस्तो छ हाम्रो। यहाँ हेर्नुहोस् के गर्ने, यहाँ चाहिँ सब्जी बनाउँदैछु। दर्शकबिन एकदम बढिया सब्जी बनाएको भन्दैछु। अब कस्तो बनिन्छ भने, सब्जी चाहिँ यहाँ भाजी गर्दैछु। यो त्यही कारण घरमा अलिक तबियत ठिक नभएकोले गर्दा यहाँ मैले बनाउँदैछु। यसरी बिमार हुन्छ, हार्टको प्रब्लम छ त त्यसको लागि बहुत कष्ट छ मलाई पनि। के गर्ने दर्शकबिन, दुखीको कर्म यस्तै हुँदो रहेछ, कहिले पनि शान्ति नहुने।